हेलो एभ्रिवान, सबैजना ठिकै हुनुहुन्छ होला। म चाहिँ अब नुहाइधुवाइ घरमा पूजासुजा पनि गरिसकेँ। तपाईँहरूलाई थाहै छ होला आज बुद्ध जयन्ती भनेर। अन्त म चाहिँ अब दिदी घर जानु आँटेको छु, पूजा छ, रेडी सेडी हुन्छु। हेर्दै गर्नुहोस् मेरो आउटफिट आजको रेडी पनि भइसक्यो। यो आउटफिट लगाएको छु। अन्त अब चाहिँ गएको तपाईँहरूलाई बाटोतिर भेट्ने छु। म चाहिँ दिदी घर जान्छु, दिदी घर जान्छु। भाइले पुऱ्याइदिँदैछ हो, बाटो अलिक अफ छ नि त, त्यही कारण मलाई कुदाउनु डर लाग्छ। अब चाहिँ गएको कहिले आउँछु अरे यस्तो डिस्टर्ब छ कि, अन्त मलाई चाहिँ कुदाउनै सक्दिनँ। त्यही कारणले चाहिँ जहिले पनि मान्छे लिएर आउँछु। डर लाग्छ एकदम कुदाउनु। चाहिँ म दिदी घर आइसकेँ। अब चाहिँ म बडी छ बडी जिउ। म चाहिँ दिदी घर नपुग्छु, नानी देखेर नानी खेलाउनु पसिरहेको छु। सजादीको मिलाई गुड्डु यहाँ हेलो हेलो आयो भुलेर अहिले चाहिँ म दिदी घर आइसकेँ। दिदीको आज सोमबारको साङ्गे गरेको, त्यही कारण पूजा यहाँ सोल्टी। हेलो सोल्टी, हेलो सोल्टी, हेलो सबरमजी। यहाँ अर्को सोल्टी कुक। के हो फोनमा चार्ज पनि छैन, चार्ज हाल्छु। विश्वतत्त्वमयस्वरी भुजा परिते धनबाद हेते रस्मा वृणक्त विश्वत। सबै कामहरू गरिसकेँ। अब एकछिन बाटोतिर निस्किँदैछु। सो मेरो सोनाको साथीको छोरी देख्नु खालि भिडियो भन्छ। यहाँ चाहिँ पूजामा होमहरू गर्नुको लागि रेडीहरू गर्नुहुँदैछ। होमहरू पनि हुँदैछ, देख्न सक्नुहुँदैछ। ओम गणपता महादेव माता जगती पार्वती पिता महादेव दीननायक। ओम सर्वबाधोपशमनं त्रिलोकेश्वरी एवमेव त्वया कार्यमस्मिन् वैरविनाशनम्। ओम पाञ्चैन कन्याय नमो नमः, पंचकन्याय नमो नमः। ओइ पाँच एकजना थियो। हेलो यतिले खाना गर्दैछु। नैनिका नि जब पाउनु भने छैन। हेर्नुहोस् गाइस कति लामो लगाइदिनु भएको छ, एकदम मोटाएर के पारा घट्नु भएको छ। यो पार्सल थपेर जाँदैछु दिदीहरूकोमा। अब एकछिनबाट चाहिँ घर जान्छु। अब यहाँ बाउन पनि तपाईँ ला लिकिन दाजु अब नाक काटिकन भालिदिन्छ तपाईँको। गुम्बा आइरहेको छु। सोना ओइ देन यही छ दिदीहरूकोमा आएको थियो। अब चाहिँ म घर पनि गएको जानुभएको। अब एकछिन जान्छु। प्लान्टहरू यहाँ मोन्स्टर प्लान्ट। मैले चाहिँ कहिलेदेखि यस्तो प्लान्टहरू मन परेको थियो हो। बडीको एउटा प्लान्ट लाँदैछ। अन्त यहाँ पनि छ
दिनुभएको प्लान्ट पनि छ, फुल पनि छ। धेरै धेरै धन्यवाद छ। बडी चाहिँ यहाँ झाडु लाउनु हुँदैछ। झाडु चाहिँ बडीको एकदम दामी छ। कसलाई झाडु भाइरल गरिदिउँ नि बडीको। कसले आफै बनाउनु भएको बडी? अर्ग्यानिक झाडु कसलाई लिन्छ नि भाउजूलाई बडी। अब चाहिँ म घर पनि जानु पाएन हो। आजको भिडियो यतिमै छ। थ्याङ्क यू फर वाचिङ। फेरि नेक्स्ट भिडियोमा भेटौँ होला।